होलीको दिन यस्तो हुन्छ मैले सोचेको पनि थिएन। होलीको दिन बिना कुनै प्लान हामी हेटौडाबाट सौरा जाँदै, त्यो पनि यो स्कुटीमा। बाटोमा कतिचोटि स्कुटी बिग्रियो, पेट्रोल सकियो, तर त्यो सबको बावजुद हामी सौरा पुग्यौं। सौरामा गई हेऱ्यौं, हात्ती हेऱ्यौं। यहाँको दाइले त हात्तीलाई एकैचोटिमा बसाइदिनु भयो। ओहो कति ज्ञानी हात्ती। त्यसपछि राम्रो लोकेसन हेरेर मस्त एकछिन फोटो खिच्दै गफ गर्न साथी फेरि मक्ख पर्दै बसिरहेको थियो, म ह्यान्डसम छु भन्दै। त्यसपछि एउटा दिदीले हात्तीलाई खोलेर कता पो लानु। त्यसको एकछिनपछि हात्ती हाम्रो नजिकबाट गयो, तर भिडियो बनाउने बिर्सेछ। अलि टाढा गएपछि पो याद आयो। त्यसपछि हामी लाग्यौं अर्को डेस्टिनेसन तर्फ। सेक्युरिटी गार्ड नै हुने जोस भएको साथी र हातमा टिकट बोकेर हामी लाग्यौं भित्र। भित्र त धेरै किसिमका जनावरको गु, सही सुन्नुभयो, जनावरको गु। त्यसपछि पाइथन सर्प, जनावरको सिङ, धेरै सर्पहरू हेरेर हामी गयौं खाजा खान। एकछिन बसेर मेन्यु हेरेर हामी अर्को ठाउँमा गएर खाजा खाएर निस्क्यौं घरको डेस्टिनेसन। घर जाने बेलासम्म साथीले गीत गाएर रमाइलो गर्यो। होलीको दिन आज जियोस् रमाइलो भयो।